हेलो गाइस, वेलकम इन आवर न्यू ब्लग। आज चाहिँ हामी घुम्न जाने भइरहेछ है गाइस। अब एकछिनमा घुम्न निस्किने हो। अनि यहाँ दाइ हुनुहुन्छ। अब दाइ केही दिनपछि चाहिँ फरेन कन्ट्री जाने अरे, लन्डन युके। अनि त्यसपछि आज दाइसँग यसो घुमौँ भनेर घुम्न जाँदैछौँ गाइजहरू है। अब एकछिनमा जान्छौँ अनि हेरौँ कस्तो हुन्छ त्यसपछि गाइजहरू। अब हामी चाहिँ यहाँ हाइवेमा पुगिसक्छौँ है। अटो आइसक्छ एकछिनमा काठीबाट जाने गाइज। आज चाहिँ खेतमा आज पानी परेर गाइज के गर्ने मौसम एकदम। गाइज हाम्रो चाहिँ एउटा आइसकेको छ। अब त्यता लाएर हामी चाहिँ काठीबाट जान आएको। अब हेरौँ यात्रा कस्तो हुन्छ गाइज है। अटो आयो फाइनली। अब ढिला गरे दाइले चाहिँ दाइ यहाँ हुनुहुन्छ। अटो चाहिँ राङभा काठीबाट जाने गरे टक्क। अब रमाइलो गरौँ है गाइज। यतिखेर हामी चाहिँ यहाँ जङ्गलमा छौँ है। यहाँ काठीबाट जङ्गलमा छौँ गाइस। यस्तो दाइ हेर्नु यहाँ यस्तो छ जङ्गल पुरा गाइस। रमाइलो भइरहेको छ गाइजहरू। हेलो गाइजहरू, अब चाहिँ हामी काठीबाट पुग्न थोरै त्यति बाँकी छ है पुग्न। अब गाइस काठीबाट पुग्न लाग्यो फाइनली गाइज है। अब रमाइलो भयो जोस गाइस काठीबाट। फाइनली काठीबाट गाइस है। दिस इज द गेटवे अफ काठीबाट। पार्किङ गर्नुपर्छ होला। यहाँ बनाउँदै रहेछन् गाइस बाटोहरू। दिस इज द गेटवे गाइस। हेर्नु अब यहाँ यस्तो डस्टबिन राख्दा पनि यहाँ फोहोर गरे है गाइस। के हो पारा अलिकता भएन है काठीबारतिरको। अब यहाँ जङ्गल जस्तो छ गाइस। हेर्नु न कति धेरै डस्टबिन हुँदा अनि धेरै फोहोर गरे गाइस। यहाँ चाहिँ कलरिङ हुँदै रहेछ है। यहाँ बनाइराखन् चौतारा बस्नको लागि। अब कस्तो लाएर यहाँ हामी के खानेकुराहरू किन्नुपर्छ होला सायद खानाको लागि गाइस। खानेकुरा चाहिँ किन्न लाग्नु दाइहरू। यहाँ यस्तो कस्तो राखेको हुन्छ चाहिँ। अब यहाँभित्र जान लाग्यो गाइस। फाइनली चाहिँ हामी काठीबारभित्र छिर्यो है गाइस। तिनीहरू नरोकेर गयो क्या मलाई। तिनीहरूले रोक न तिनीहरूको अहिले गाइस काठीबाट। तिमीहरू रोक न मलाई नरोकेर आउने गाइस। काठीबाट कोही छैन क्या आज। तल आउनु लाग्नु भएको आन्टीहरू एक दुईजना कोही छैन गाइस। काठीबाट कम भाइ। दाइ हेर्नुहोस् के थियो फेरि बनाएको गाइस है। अनि यहाँ एकदम पुरानो मन्दिर गाइस।
उनीहरूको खुसीको सीमा छैन गाइस। काँक्रे बिहार मन्दिर चाहिँ यही हो। यहाँदेखि माथि छ मन्दिर जाम दर्शन गर्नलाई। आउँदा यहाँ मातिर जान। यो मन्दिर चाहिँ खासमा बुद्ध र हिन्दूहरूको धर्ममा आधारित छ है गाइस। बौद्ध र हिन्दूको धर्ममा एकदम आधारित छ गाइस। एकदम पुरानो संस्कृतिको गाइस। यहाँ हेर्नु है यस्तो यस्तो छ। यहाँ एकदम रमाइलो छ। यहाँ हेर्नु बुद्ध भगवान। अब चाहिँ हामी काँक्रे बिहारदेखि फर्किन लागेको है। जस्तो रमाइलो भयो। अब दाइसँगको पल सधैँ याद हुन्छ गाइस। अब दाइ गयो आउनुहुन्छ होला 3-4 वर्षपछि। रमाइलो भयो जस्तो दिन गाइस। अब चाहिँ हामी घर फर्किन लागेको है। अब हेर्नु बाटोको यस्तो है। बाटो त्यस्तो बिजोग छ। काँक्रे बिहार जाने बाटो अलि गाडीहरू लग्नुहुन्छ भने अलिकता सुस्तरी लग्नु होला। बाटो साङ्गुरो छ। फेरि कच्ची नि छ। पिच भन्ने मात्र गाइस। यस्तो कच्ची छ नि यस्तो कच्ची छ। हेरौँ बाटोको यस्तो हालत छ। अलिकता सुर्खेतको मेयरले नि यहाँको बाटो बनाइदिनु पर्यो अलिअलि भए नि। साथीहरू अब चाहिँ हामी शिव मन्दिरको नजिकै छौँ है। अब देखिन्छ बाटोमै छ शिव मन्दिर। यो चाहिँ शिव मन्दिर है। यहाँदेखि चाहिँ लाटेकोइली लाग्छ। अब यहाँदेखि बजार सुरु हुन्छ साथीहरू।
गाइज अब चाहिँ हामी मङ्गलगढी चोकनिर पुग्न लाग्यौँ है। अब चाहिँ हामी घर फर्किएको काँक्रेबिहार नि पुगेर। गाइज अब आजको भ्लग चाहिँ यति नै है। अब रमाइलो गर्नु होला। अब डेली भिडियो आउँछ भ्लग अथवा सर्ट्स भिडियोहरू, माया गरिदिनु होला। आजको भ्लग यति नै। अब हामी आफ्नो घर जान्छौँ।